आइडिया आयो कोभिडतिर घर बस्दा यसलाई घरमा अलिअलि बनाउनु भयो हजुर तपाईको घरमा एउटा बहिनी हुनुहुन्थ्यो उहाँलाई लगाउनु भयो आफै लाउनु भयो ओके राम्रो हुँदो रहेछ पाउनु भयो हैन केले चाहिँ ल यसलाई प्याकेजिङ गरेर बेच्छु भनेर कुन ठाउँमा ट्रिगर भएको थियो कसरी ट्रिगर भएको एकदम अब हरेक कुरा चाहिँ नेपालमै बन्नु पर्यो हो मेसिन पनि यही नै हुनु पर्यो यो बोतल फ्याक्ट्री पनि नेपालमै छ तेल पिन्ने पनि हामी यही नै गर्छौं इन्ग्रेडियन्ट्स चाहिँ सबै पनि हामी नेपालबाटै लिन्छौं अब जस्तै वर्ल्ड वारको कुराहरु भइराछ कुनै कुराले गर्दा चाहिँ हामी यहाँ अड्केको चाहिँ छैनौं चाइनाबाट इन्डियाबाट तेल आउने प्याकेजिङ हुने यहाँ त्यहाँ हुँदा त म्याक्सिमम तेल त इन्डियाबाट आएर बिकिरहेछ इन्डियन तेल नेपाली मार्केटमा राइट दाइ अनि मेन तपाईलाई एज एन एन्टरप्रेन्योर र नेपालमा यो प्रोडक्ट गर्नलाई चाहिँ हैन अब लेट्स से मलाई यो प्रोडक्ट चाहियो अब मैले पनि सपोज मानुन मेरो घरतिर भएको एउटा ओल्ड ट्रेडिसन वाला बिजनेस मलाई गर्न मन लागेर जस्तै माकुसेले पनि त आफै गरिराख्नु भएको छ सो यसको रेजिस्ट्रेसन लिगलाइजेसन यसको कम्युनिटीबाट के कुराहरू हुँदो रहेछ कसैलाई स्टार्ट गर्न मन लाग्यो भने हाम्रो अडियन्सले हेरिराख्नु भएको छ कसैलाई आफ्नो कल्चर लिएर म पनि केही मेरो यो छ मेरो फ्यामिलीको भनेर एनी प्रडक्ट सुरु गर्न मन लाग्यो के च्यालेन्जेस हुँदो रहेछ त